नसक्ने भए गाउँबाट पढ्नलाई किन बोलाको? अनि के भन्छ यसले? फेरि के भयो तँलाई? भर्खर म के पढ्न बसेको थिएँ, भाउजूले कफी बनाइदेऊ रे। म यहाँ पढ्न आएको कि काम गर्न आएको? ल अहिले जा गएर पढ, म तेरो भाउजूले कसरी सम्झाउनु पर्छ सम्झाउँछु। पवित्र तिमीले मैले सधैँभरि पकाएर खुवाउने जिम्मा मैले लिएको छैन, बुझ्यौ? अनि के भयो फेरि? के हुनु नि, झन् बहिनी जाऊ 2 कप कफी बनाऊ खाम भनेर भनेको त तपाईँको बाउको नोकर हो रे। म चाहिँ उसको बाउको नोकर हो। तिमी पनि यस्तो सानो सानो कुरा लिएर घरमा अशान्ति फैलाउने काम नगर न। ए उसो भए यो घरमा मैले अशान्ति फैलाएको रहेछु भने म यहाँ किन बस्ने? म जान्छु माइत। यति सानो कुरामा जब एउटा कफीको लागि तिमी माइत जाने भन्ने कुरा गर्ने? ल बस, म बनाएर ल्याउँछु नि। मेरो प्यारी बुढी, ल तिम्रो लागि कफी, अनि तिम्रो लागि पनि बहिनी। ल जानु, हजुरले पनि गएर खानु। भइहाल्छ नि। दाइले काम गर्नु त आउने रहेछ नि, जहिले पनि हामीलाई नै काम लगाउने किन होला दाइले? त्यही त नि, आज त खाना पनि बनाउन लानुपर्छ। खाना बनाउन सक्नुहुन्छ होला र? नसकेर सुख, नसके सिक्नुहुन्छ। त्यसो भए ट्राई गर्न लाउनुपर्छ।